आज महाशिवरात्रिको पावन अवसरमा पशुपतिनाथ क्षेत्रमा देश विदेशबाट आएका 10 लाखभन्दा बढी भक्तजनको उपस्थितिसँगै भव्य र ऐतिहासिक रौनक देखिएको छ। बिहानैदेखि दर्शनार्थीहरूको लामो लाइन लागेको छ भने मन्दिर परिसर बोल बम र हर हर महादेवको जयघोषले गुन्जयमान बनेको छ। नेपालका विभिन्न जिल्ला साथै भारत लगायत अन्य मुलुकबाट आएका साधु सन्त नागा बाबा र श्रद्धालुहरूको बाक्लो उपस्थितिले पशुपति क्षेत्र झन आकर्षक बनेको छ। बत्तीको झिलिमिली सजावट, भजन कीर्तन र विशेष पूजा आराधनाले वातावरण आध्यात्मिक बनाएको छ। सुरक्षा व्यवस्थालाई कडा पारिएको छ भने स्वयंसेवक र सुरक्षाकर्मीहरू भक्तजनको व्यवस्थापनमा खटिएका छन्। भक्तजनले शान्तिपूर्ण ढङ्गले दर्शन गरिरहेका छन्। महाशिवरात्रि पर्वले धार्मिक आस्था मात्र नभए सांस्कृतिक एकताको सन्देश पनि दिएको छ। आजको दिन भगवान शिवको आराधना गर्दै श्रद्धालुहरूले देशमा शान्ति, समृद्धि र सद्भावको कामना गरेका छन्। तपाईहरू दर्शन गर्न जानुभयो त कृपया कमेन्टमा लेख्नुहोस् हर हर महादेव।